तिमी कति वर्ष भयो के बेच्न आएको के बेच्दै हिँडेछौ तिमीले हजुर बाटा कहाँ गाउँ पनि लान्छौ अनि तिमी स्कुल पढ्दैनौ किन मम्मी बाबा हुनुहुन्न छ के गर्नुहुन्छ मम्मी बाबा हजुर यस्तै बाटाहरू बेच्नुहुन्छ आज तिम्रो यताको पालो हो रुट अनुसार हो कति धेरै छ नि बाटा 5वटा अनि दिनमा कति व्यापार गर्छौ स्कुल जान मन लाग्दैन किन स्कुल पढ्न मन छ साँच्चै हो तिमीलाई स्कुल पढ्न मन छ तर बाध्यताले तिमीले बाटा बेच्दै हिँडेछौ हो नानु तिम्रो नाम के हो भन त हजुर धनवीर तिम्रो नाम भन न जानवी के हो नि जानवी के हो थर के हो नि तिमीलाई थाहा छैन कहाँ बस्छौ त तिमी छोरेपाटनमा तिम्रो के भन्छ कहाँनिर हो तिमीलाई थाहा छ डेभिस फल फुर्से खोला के डेरा गरेर बस्छौ कि बाहिर यतिकै उसमा ट्रेन राखेर बसेछौ कि के कोठा भाडामा बसेछौ कस्तो ढलानको कि टिनको हजुर दुईटा छ कोठा एउटामा बाटा एउटामा सुत्ने कस्तो छ टिनको छ कि ढलानको छ ढलाइ गरेको ढलानमा बस्ने ठाउँ त राम्रो छ अनि तिमीलाई पढ्न मन छ भन्यो है कसैले पढायो भने पढ्छौ साँच्चै हो कसैले पढाइदिनु भयो भने पढ्छौ तिम्रो उमेर कति भयो अरे सानो 7 वर्ष अनि तिमीलाई व्यापार गर्न आउँछ त पैसा चिन्छौ तिम्रो उमेर 7 वर्ष होइन अलि ठुलै भयो होला नि नानी 7 वर्षै हो अनि बिक्री गर्यो भने गरेन भने बाबा मम्मीले कराउनुहुन्न नि जति बिक्री गरे नि केही भन्नुहुन्न है जस तिमीलाई एकदम पढ्न मन छ बाबा मम्मीले स्कुल जाऊ छोरी भन्नुहुन्न बाबाले पढाउँदै थिए अनि सरकारीमा स्कुलमा गए भन्ने थियो पैसा लाग्छ भने अनि पढ्न छोड्दियो पढ्न मन थियो स्कुलमा जाँदाखेरि पैसा लाग्छ भन्यो र अनि पढ्न छोड्यो पढ्न गएनौ अब कसैले तिमीलाई पढाइदियो भने तिमी पढ्न चाहन्छौ तिम्रो नेपालमा घर कहाँ हो हजुर तिम्रो घर कहाँ हो खास नेपालगञ्ज इन्डिया त हो इन्डिया नै भन्यो इन्डिया नै हो र बापाको घर इन्डिया हो भिनाजुको इन्डिया तिमीहरूको नेपालगञ्ज हो अब कहिलेसम्म सधैँ यतै बस्ने अब तिम्रो भाइ बहिनी कोही छ कि छैन एउटा भाइ 5वटा बहिनी सबैजना कोही पनि पर्दैनन् सबै बाटाको व्यवसाय हो सबै बाटै बेच्ने हो भनेपछि बाबा मम्मीले कहाँबाट ल्याउँछ त बाटा अनि बाबाले ल्याउनुहुन्छ कसले ल्याउँछ बाटा चाहिँ कसले ल्याउँछ वीरगञ्जबाट आउँछ अनि तिमीहरूले यहाँबाट चाहिँ भाइ दिदी बहिनी सबै घर बेच्छौ है आज दिदी कहाँ जानुभयो त्यो ठुलो दिदी हो सबभन्दा बिहा भएको छैन त्यो दिदीले के गर्नुहुन्छ उहाँ दिदीले के गर्नुहुन्छ बाटै बेच्नुहुन्छ
आज घर छ खुट्टै दुखेछ ए, अर्को ठुलो दिदीले के गर्नुहुन्छ घर छ ठुलो दिदी बाबु मम्मी सबै के गर्नुहुन्छ बाबु मम्मी यही बाटो बेच्ने ल हुन्छ नानु थ्याङ्क यू